नमस्ते हेलो गाइस, अब हामी कान्छी र म चाहिँ लागेको घुम्नु। आज त रात पर्यो। के काम गर्दा कसो गर्दा खाना बनाउँदा गाई दुध दुन्दा हो, अनि गाईलाई सार सुसार गर्दा ओर्दा कान्छी हाँस्यो। म बोलेको देखेर हाँस्यो। स्याहार्दा ओर्दा अन्त ढिलो भयो आज। कान्छी अलिक ढिलो। नमस्ते गर यसलाई, फुललाई नमस्ते गर्दा कान्छीले नमस्ते। कान्छीले फुललाई पनि नमस्ते गर्छ नि त। नमस्ते नमस्ते गर नमस्ते गर। कान्छी सानो तिनोमा पनि हाँसिहाल्छ नि त। मेरो बहिनी त अब एकदम खुसी। सानो चिजमै खुसी हुनु त हाम्रो कान्छीकोबाट सिक्नुपर्छ क्या। सानो सानो चिजमा पनि खुसी हुनुपर्छ क्या। अब यति गर्दा अब के जान्छ। नमस्ते सानो सानो चिजमा खुसी हुनु सिक्नुपर्छ क्या मेरो बहिनीकोबाट चाहिँ। त्यति त नलेज हुनुपर्छ, नलेज लिनुपर्छ क्या मेरो बहिनीकोबाट चाहिँ। ल ल ल ल सिक्नुपर्छ। ल है हामी चाहिँ अब फर्स्ट अफ अल चाहिँ हामी चाहिँ यहाँ जस्तो यहाँ रोडमा आइपुग्छ, फर्स्ट अफ अल त हामी तल गोठमा जानै पर्छ। कान्छीको फेभरेट, कान्छीको गाई गोरुको माया लाग्छ कान्छीलाई। बोला पाला बोला पाला बोला। कहाँ जानु भएको भन्, कहाँ जानु भएको भन्छ। हामी आउँदैछ ल भन्। हामी पहिला गोठ जान्छ, त्यहाँबाट आउँछ ल भन्। ल भन्। ल अब गाई यहाँ हेर्नु ल। अब यहाँ हाँसे ए गाई नै देख्दैछ, खाँदैछ, घाँस खाँदैछ, खाँदैछ। खानु ल, मजाले खानु ल। खाँदैछ, खाँदैछ अरे कान्छी, खाँदैछ, खाँदैछ। सबैले यो 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 त त्यो पो छ त। यी आफ्नो मट्टी मात्रै लिएर आएछ यी घाँस चाहिँ। यसलाई चाहिँ अब पड्किन्छ नि यो। यो त लोभी पो छ त। यी आफ्नोपट्टि मात्रै लिएर आउँछ। त्यसलाई त छोड्दैछ हो। यसलाई त अलिकति पड्काउनु पर्छ त। कान्छी तेरो गाई त हेर्दा यस्तो छ त। तेरो गाई त लोभी पो छ है। तेरो लक्ष्मी त लोभी पो छ त। ठिक छ। कान्छीको त अर्को नयाँ गाई पनि आएको छ है। हाम्रो कान्छीको गाई हाम्रो अर्को पनि छ है गाई कान्छीको कि। ठिकै छ भन्, खानु ल भन्, मजाले खानु ल। कान्छीको त बाछा पनि छ। मसा मसा कान्छीले त माया पनि गर्छ नि। मसा मसा खानु गएको ल भन्। मजाले खाएर मुत्नु, खानु, सुत्नु, मुत्नु, हग्नु ल भन्। ल अरे ल भन्दैछ। ल ल ल ल ल भन्दैछ। घाँस खाँदैछ। यो त अलिक लोभी लोभी छ नि त। सबै यता उसलाई त हानेर त सानो छ, सानोलाई त हानेर कान्छी तेरो गाईलाई त बिजोकै बनायो। अब हामी आँसु घर जान्छ ल। हाम्रो आप्पा पनि त्यहाँ गएको छ ल भन्। ल अब त्यहाँ जाउँ ल। आँसु घर जाने पक्का पक्का जाने। ल बोला बोला बोलाउँदैछ हो हाँसुलाई। ओए त्यसो भन्नुहुँदैन, त्यसो भन्नु। कान्छीलाई यहाँ हुँदैछ भोलिको लागि। 30 रुपियाँ यहाँ आउँदैछ भोलिको लागि। भोलिपर्सि 1 किलोले पनि 30 रुपियाँ पाउँदैन है चाङ। अहिले आधा किलो 30 रुपियाँ पाउँछ। भोलि शुक्रबारको लागि यहाँनिर चर्चा हुँदैछ। यहाँ खोइ हाँसिन भनेको 125 भएन 250 250 भयो 250 र 30 250 र 30 अगु 250 र 30 कति भयो
250 र 30 कति भयो 5 जग्गा बनाउँदै गर्नु ल पा म आउँदैछु ल बोला 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 थाहा क्या आज कान्छी बोलेर जग्गा बनाउनु ल जग्गा बनाउनु ल अब भात खानुपर्छ ल अब भात खानुपर्छ ल भोक लाग्यो ल भन भन यसलाई त उतार्नु लागि पनि 2 जना चाहिन्छ नि त फेरि पछाडिबाट आपा बस्नु पऱ्यो त्यहाँबाट म बस्नु छपक्कै हेर्नु ल त हेर्नुहोस् है त कसरी राख्दो रहेछ कान्छीलाई छिटो गले को हो यो दुईटा फेरि यो दुईटा को हो यो दुईटा को रहेछ फेरि कान्छी को हो यो त्यो हो ए त्यो मात्रै हो यहाँ हेर्नु चाहिँ कान्छीलाई उतारेको